धेरै वर्षदेखि एउटा घरमा एक्लो छोरा सुरज बस्थ्यो। आमा बुवाले धेरै खोजी गरेर उनको लागि मिलनसार र मिहिनेती केटी सपना भेटाए। बिहेको दिन आमाले खुसीले आँखा रसाउँदै भनिन्, आजदेखि यो घरमा बुहारी आउँदैछिन्, अब घर रौनकिलो हुनेछ। बुवाले न्यानो स्वरमा भने, आऊ बुहारी, यो घर अब तिम्रै हो। सपनाले लजाउँदै मुस्कुराउँदै भनिन्, धन्यवाद बाबा, म यो घरलाई आफ्नै घर सम्झेर हेरचाह गर्नेछु। छेउमै उफ्रदै कोपिलाले भनिन्, भाउजू आउनुभयो, अब घरमा रमाइलो हुनेछ। सपना धेरै मिहिनेती, चलाक र मायालु थिइन्। तर उनको एउटा विशेष रुचि थियो। उनलाई पिरो करेन्ट चाउचाउ खान असाध्यै मन पर्थ्यो। भारा चलाउँदै उनले मुस्कुराउँदै भनिन्, आमा, आज म चाउचाउ बनाउँछु है। तर मेरो चाउचाउ अलि बेग्लै हुन्छ। यो दिन सपनाले थुप्रै रातो खुर्सानी हालेर गाढा पिरो चाउचाउ बनाइन्। खाँदा खाँदै आँखाबाट आँसु झर्दा पनि हाँस्दै उनले भनिन्, आहा, कस्तो मिठो, यस्तै पिरो भएपछि मात्र स्वाद आउँछ। एक चम्चा चाखेर कोपिलाले कराइन्, आमा, यो त धेरै नै पिरो छ भाउजू, मुख पोल्यो। सपनाले हाँस्दै भनिन्, बानी पर्छ नि कोपिला। भोलिपल्ट उनले झोलवाला पिरो करेन्ट चाउचाउ बनाइन् अनि त्यसको भोलिपल्ट सुक्खा र अचार सहितको। काममा जानु अघि खाँदै पसिना पुस्दै सुरजले भने, यति पिरो त म पनि खान सक्दिन सपना। सपनाले गर्वका साथ भनिन्, चाउचाउ त 100 किसिमले बनाउन सकिन्छ, म हरेक दिन नयाँ प्रयोग गर्न रुचाउँछु। दिनदिनै सपनाले नयाँ नयाँ तरिकाले पिरो करेन्ट चाउचाउ बनाउन थालिन्, बिहान, दिउँसो, बेलुका। तिनै छाक उनको एउटै रोजाइ हुन थाल्यो। अलि चिन्तित भएर आमाले भनिन्, बुहारी, तिमी त हरेक छाक यही खान्छौ, भात दाल तरकारी पनि खानुपर्छ नि स्वास्थ्यको लागि। सपनाले हाँस्दै टार्दै भनिन्, पर्दैन आमा, म ठिकै छु। छिमेकी काकीले सोधिन्, किन यत्रो खुर्सानी चाहियो त बुहारी? सपनाले हाँस्दै भनिन्, भोलिको चाउचाउ अझ पिरो र गार्हा बनाउनु छ काकी, पहिलेको भन्दा दोब्बर पिरो। काकीले मनमनै सोचिन्, यत्रो पिरो त पेटलाई नराम्रो हुन्छ नि। आमाले भनिन्, बुहारी, आज भात तरकारी बनाउन, करेन्ट चाउचाउ अलि कम गरौँ। सपना अलि रिसाएर बोलिन्, आमा, यो त मेरो मनपर्ने खाना हो, मलाई किन बारम्बार रोक्नुहुन्छ? सुरजले नरम स्वरमा भने, हामी तिम्रो स्वास्थ्यको लागि बनेका हौं सपना। सपनाले हल्का हाँस्दै भनिन्, म ठिक छु, चिन्ता नगर्नुहोस्। कोपिलाले सोधिन्, भाउजू, तपाईलाई किन यत्रो पिरो मनपर्छ त? आमाले त भन्नुहुन्छ नि, अति पिरोले पेट बिगार्छ भनेर। सपनाले हल्का हाँसेर तारिन्, सानी नानी, तिमी धेरै चिन्ता नगर। बिस्तारै बिस्तारै सपनाको स्वास्थ्यमा साना साना संकेतहरू देखिन थाले। पेटमा हात राख्दै मनमनै उनले सोचिन्, आजकल खाना खाएपछि पेटमा अलि गुडगुडी हुन्छ, तर होला के, बिर्सिहालौं। कोपिलाले भनिन्, आमा, भाउजूको अनुहार अचेल अलि सुकेको जस्तो देखिन्छ नि। आमाले चिन्तित भएर भनिन्, मैले पनि देखेकी छु कोपिला, उनी खानापछि पटक पटक पेट समात्छिन्। राति सुतेको केही घण्टापछि सपनालाई पेटमा डाम्ने र छिमोट्ने गरी दुखाइ सुरु भयो। पीडाले कराउँदै उनले भनिन्, सुरज, उठ्नुहोस्, पेट असाध्यै दुख्यो। सुरजले हतासिँदै सोधे, के भयो सपना, कहाँ दुख्यो? सपनाले कराउँदै भनिन्, पेटभित्र आगो बले जस्तो भइरहेको छ, सहनै सकिन। सुरजले ठूलो स्वरमा कराए, आमा, बुवा, चाँडो आउनुहोस्। आमाले छटपटिँदै भनिन्, के भयो बुहारीलाई, भगवान? बुवाले गम्भीर स्वरमा भने, ढिलो नगरौं, गाडी बोलाऊ, अस्पताल लैजानुपर्छ। राति नै परिवारले सपनालाई नजिकैको अस्पताल लगे। बाटोभरि उनी पीडाले छटपटाइरहेकी थिइन्। कमजोर आवाजमा उनले भनिन्, सुरज, मलाई डर लाग्यो। सुरजले हात समाउँदै आँखामा आँसु लिएर भने, डराउनु पर्दैन, म तिम्रो साथमा छु। डाक्टरले जाँच गर्दै सोधे, कति दिनदेखि पेट दुख्दै आएको हो? आमाले हतासिँदै भनिन्, धेरै दिनदेखि। सानो सानो गुडगुडी भन्थिन्, तर आज एकदमै बिग्रियो डाक्टर साहब। केही परीक्षणपछि डाक्टरले परिवारलाई भित्र बोलाए र गम्भीर स्वरमा भने, यिनको पेटमा गम्भीर ग्यास्ट्राइटिस र पेटको भित्री तह पोलिएको अवस्था छ। धेरै दिनदेखि निरन्तर अत्याधिक पिरो र मसलादार खानाले यस्तो भएको हो। आमाले छक्क परेर भनिन्,
उनी त हरेक दिन पिरो करेन्ट चाउचाउ मात्रै खान्थिन् डाक्टर, कहिलेकाहीँ लुकेर पनि खान्थिन्। डाक्टरले भने, त्यही नै मुख्य कारण हो। यदि अझै यस्तै जारी राखिन् भने अवस्था अझ गम्भीर हुन सक्थ्यो। डाक्टरले सपनासँग सिधै भने, बहिनी, अब तपाईले पूर्ण रूपमा पिरो, मसलादार र तेलिलो खाना बन्द गर्नुपर्छ। केही हप्ता सादा र हलुका खाना मात्र खानुपर्छ। कमजोर आवाजमा आँखामा आँसु लिएर सपनाले सोधिन्, डाक्टर साहब, म फेरि पहिले जस्तै हुन सक्छु त? डाक्टरले नरम स्वरमा भने, हुनुहुन्छ। तर अब सावधानी अपनाउनुपर्छ। शरीरले दिने सङ्केतलाई बेवास्ता नगर्नुहोस्। सुरजले आँखामा माया देखाउँदै भने, सपना, हामीले तिमीलाई रोकेको तिमीलाई दुःख दिन होइन, माया गरेकोले हो। सपनाले भनिन्, अब मलाई थाहा भयो। मैले आफ्नो जिद्दीले आफैलाई र तपाईहरू सबैलाई दुःख दिएछु। केही दिनको उपचारपछि सपना बिस्तारै निको हुन थालिन्। सपनाले सोचिन्, अबदेखि म सन्तुलित खाना खान्छु। मनपर्ने कुरा खानु नराम्रो होइन, तर अति गर्नु नै साँच्चै हानिकारक रहेछ। आमाले खुसीले भनिन्, आज त दाल भात तरकारी कति मिठो बनेको छ बुहारी। सपनाले हाँस्दै भनिन्, अब म सन्तुलनमा विश्वास गर्छु आमा। हप्तामा 1-2 पटक मात्र अलि पिरो करेन्ट चाउचाउ खान्छु। बाँकी दिन सादा र पोषणयुक्त खाना। बिस्तारै बिस्तारै सपनाको स्वास्थ्य पूर्ण रूपमा सुध्रियो। उनको अनुहारमा फेरि पहिलेको जस्तै तलक आयो।